राजा र नेपालका पोलिटिकल पार्टिजहरू राजा र नेपालका जुन अहिलेका पार्टिजहरू छन् त्यसमा चाहिँ फरक बुन्दागत रूपमा के छन्। सो मलाई लागेको कुराहरू बुन्दागत रूपमा भन्नुपर्दाखेरि पहिलो नम्बरमा आउँछ लङ टर्म स्टेबिलिटी, जसलाई स्थिरता भनिन्छ। कुनै पनि देशको विकासको लागि त्यो देशलाई स्थिर हुन अति नै आवश्यक हुन्छ। स्थिर भएपछि पोलिटिकल म्यानिपुलेसन हुँदैन, जसले गर्दाखेरि सरकार चल्न 5 वर्षको आफ्नो जुन अवधि हुन्छ पूरा गर्नको लागि सहज हुन्छ र 5 वर्ष पूरा भयो भने आगामी भिजनको लागि चाहिँ काम गर्न सजिलो हुन्छ। सो लङ टर्म स्टेबिलिटी पहिलो भन्दा। दोस्रो भनेको करप्सन, लेस करप्सन हुन्छ कम्पेयर टु पोलिटिकल पार्टिजहरूको जुन अब अहिलेको जुन नेताहरू छन्। अब तपाईले एउटा नेताको नाम पनि लिनुस् जुन करप्ट छैन। एउटा वार्डको वार्डाध्यक्षदेखि लिएर माथिको जुन प्रधानमन्त्रीसम्मको कुरा गरौँ न, जहाँ माथि कुनै कुराको आरोप छैन, करप्सनको आरोप लागेको छैन। तेस्रो कुरा आउँछ र यो कुरा जुन मलाई मेरो मनमा एकदम लागिरहने कुरा हो, यो भनेको राष्ट्रिय पहिचान र एकता। अहिले जुन हामीले फेडरल डेमोक्रेटिक रिपब्लिक अफ नेपाल भन्छौं, संघीय लोकतन्त्र नेपाल जुन भन्छौं, यो भनेको एउटा विभाजित, नाममै एउटा विभाजन छ। विभाजन अब प्रचण्डले अब हरेक समुदायलाई राइट्स दिन्छौं, हरेक समुदायलाई अगाडि ल्याउँछौं र यसले गर्दाखेरि जुन देशमा तनाव हुन्छ, सृजना हुन्छ, जुन अनस्टेबिलिटी हुन्छ, त्यो त हामीले हेरेकै कुरा हो। नाम हो युनिटी गराउने, तर त्यसमा चाहिँ मनोविज्ञानको हिसाबले भन्नुपर्दाखेरि त्यो भनेको एउटा उल्झाउने कुरा मात्रै हो। तेस्रो भनेको अब तपाईको हाम्रो जुन लिडरशिप आउँछ, यदि राजा छ भने, या पहिला पनि वीरेन्द्र सरकारको पालामा जुन मन्त्रीहरू हुन्थे, कहीँ न कहीँ त्यो मेरिट बेस्डमा चाहिँ मन्त्रीहरूको चयन चाहिँ हुने गरिन्थ्यो। जो व्यक्ति जुन कुरामा विज्ञ छन् उहाँलाई त्यही हिसाबले पद या त्यसमै मन्त्री दिइन्थ्यो। तर अहिले चाहिँ हेर्नुस् त, अहिले एउटा सरकारमा कृषि मन्त्री हुन्छ, अर्को सरकारमा त्यही व्यक्ति स्वास्थ्य मन्त्री हुन्छ, अर्को सरकारमा त्यही मन्त्री कृषि मन्त्री हुन्छ। यस्तो छ। र मेन भनेको अब यो मैले यो भिडियो चाहिँ किन बनाएको भन्नाले, अब अहिले चाहिँ राजाले पनि भनिसके, राजाले पनि आफ्नो एउटा मनको कुरा जनतामाझ राखिसके कि जनतालाई जुन मैले नासो दिएको थिएँ, अब चाहिँ त्यो नासो जनताहरूलाई जुन भइरहेको छ, पीडा भइरहेको छ, त्यो मैले अब हेर्न सक्दिनँ। तपाईहरूको माझमा बसेर म बोल्नै पर्छ, अगाडि आउनै पर्छ र आइ पनि राख्नु भएको छ। र त्यसको हिसाबमा चाहिँ तपाईहरूलाई मैले एउटा क्वेसन राख्छु कि कमेन्टमा भन्नुहोला कि राजा देशमा आयो भने त्यो ठिक हुन्छ कि जुन अहिलेको जुन हाम्रो पार्टिजहरू जुन चलिरहेको छन् हैन, जस्तै कि अब अहिले पनि प्रचण्डहरू गाउँमा, हाम्रो तराईमा गाउँमा गएर हेर्नु न, के भिडियो त भाइरलै छ, के खाने हैन, कोसँग कहाँ घुम्ने। जतिखेर पावरमा हुने त्यतिखेर मासीको र मासु भात हुन्छ नि, अब त्यो 5 स्टार होटलमा फुर्सद नहुने। अब अहिले चाहिँ म्यानुपुलेट गर्नको लागि, मान्छेलाई म्यानुपुलेट गर्नको लागि हैन, पावरमा जानको लागि या जसरी पनि भोट हाल्नको लागि मान्छेको घर दैलोमा गएर हैन देखावटी, मलाई चाहिँ यो लागेको कुरा हो हैन। तपाईहरु पनि कमेन्ट गर्नु होला, तपाईहरु कसलाई सपोर्ट गर्नुहुन्छ र नेपालमा अब आउने जुन फड्को छ पोलिटिक्समा, राजनीतिमा हैन, त्यो चाहिँ कतातिर कुन दिशामा गइरहेको छ र अनि त्यसको बारेमा